हामी जनताको पीडा पनि के है। पहिला पहिला प्रधानमन्त्रीहरू बोल्थे, प्रचण्ड बोल्थे, उथल पुथल गर्छु ह्यान त्यान भन्थे। सांसदहरूले प्रश्न उठाउँथे, किन यस्तो भन्यो भनेर विरोध गर्थे संसद भवनभित्र। अहिले भारतले गर्दा म प्रधानमन्त्री भएँ भन्थे, विरोध हुन्थ्यो। अनि प्रचण्डले भन्थे मेरो जिब्रो चिप्लियो, मैले त्यो भन्न खोजेको होइन भन्थे, त्यो विरोध हुन्थ्यो। शेरबहादुर देउवा दाई भाउजू दाई उहाँ बोल्नुहुन्थ्यो, कसैले बुझ्थेन, हलाङ 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 भन्नुहुन्थ्यो, के भन्नुहुन्थ्यो, कसैले बुझ्थेन। जो नबुझे पनि बोल्ने कोसिस गर्नुहुन्थ्यो, त्यो पनि ठिक छ, त्यो पनि जनताले खोजिरहेकै हुन्। प्रधानमन्त्री बोल्यो, सम्बोधन गर्यो, तर केही नि बुझिएन भनेर फेरि विरोध हुन्थ्यो। त्यसपछि आउनुभयो हाम्रो केपी बा। यो केपी बाको फेरि अनौठो दृश्य, बोलेको बोलाइ, जे विषयमा नि बोलिदिनु पर्ने, जे पनि बोलिदिने, जे विषयमा नि बोलिदिने। कतै केही भयो फ्याट्ट बोलिदियो, उतापट्टि केही भयो फ्याट्ट बोलिदियो, प्रतिपक्षले केही भन्यो बाहिर निक्लियो फ्याट्ट बोलिदियो, बोलेको बोलाइ। अब उहाँको फेरि त्यो के भन्छ त्यसलाई, उखान टुक्का मात्रै हानेर पागल बनाउँदै जनतालाई। फेरि एकजना कुन चाहिँ लेडिजले फेरि के अरे यो ओली बाको उखान टुक्कामै पिएचडी गर्दैछ। त्यति भाइरल हाम्रो एक्स प्राइम मिनिस्टर। अब त सायद बन्न पनि पाउनुहुन्न होला, हारिसक्नु भयो, 5 वर्ष अब कुलित्तै भइसक्यो। अब अरू कहिले हो कहिले। त्यसपछि आउँछन् हाम्रो बालेन। पहिला पहिलाकोले बोलेर हैरान पारे, अहिलेकोले बोलिदिँदै नबोलिदिएर हैरान पारिसक्यो भने सबले भन्छन् बोल किन बोलेनस्, हामीलाई तेरो आवाज सुन्न छ भन्छन् है। तर बालेन बोले त मरिजाउँ, बोल्दैनन् के अरे। पहिला पहिलाको प्रधानमन्त्री बोलेर दिक्क पार्थे जनतालाई, आजभोलिको अहिलेको प्रधानमन्त्रीले बोल्दै नबोलेर दिक्क पारिदिसकेन्। सबले सुन्न चाहन्छन् बालेन शाहको आवाज, तर उसले बोल्दैनन् के अरे। ठिक छ, यस्तै हुनुपर्छ। र अनि सँगसँगै के भन्छ अरे, सांसदलाई कसरी पेलेर चाहिँ संसद बैठक चलाउने भन्ने कुरा चाहिँ हिजो छोडी मुवाग्लेले छ्याङ्ग देखाइदियो। डाम टेबल ठोक्दै थिए, उसले चाहिँ छोडेनन् बोल्नलाई। टेबल जति धेरै ठोकियो त्यति छिटो छोडी मुवाग्ले बोले। यो दृश्य हेर्न चाहिँ खुब रमाइलो भयो। कस्तो भयो होला है त्यो पुरानो नेताहरूलाई, एमाले काङ्ग्रेस माओवादी, अहिले माटोलाई पनि राप्रपा। पहिला पहिला यिनीहरूले पेल्थे, हर्कल त थिएन बिचरा, हर्कल चाहिँ पेल्थेनन्। एमाले माओवादी काङ्ग्रेसले पेल्थे पहिला यसरी पालै पालो। अहिले तिनटैलाई बेन्चमा राखेर रासोपाले पेलिदियो, पेल्ने मान्छे चाहिँ छोडी मुवाग्ले। कति आनन्द, आहा मजा आयो, मजा आ गया।